लागि प्रेरित गर्नु हो। यो केवल बयान मात्र नभएर यो एउटा यस्तो विद्या हो जसले हाम्रो शरीर, मन र आत्मालाई सन्तुलित राख्नमा मद्दत गर्दछ। योगको सुरुवात भारतमा हजारौं पहिला वर्षदेखि नै भएको थियो र आज पूरा संसारभरि नै फैलिएको छ। हाम्रो आदरणीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूले सन् 2014 मा संयुक्त राष्ट्र महासभामा प्रस्ताव राख्नु भएको थियो। यस प्रस्तावलाई धेरै देशहरूले सूर्य नमस्कारै गरिदिनु भने हामीलाई धेरै लाभदायक हुनेछ। अनि मभन्दा धेरै बुजुर्ग आन्टीहरूले जो त्यसरी सूर्य नमस्कार गर्नुहुन्छ। अनि म यो योगा जोइन भएको सायद 1 महिना पनि भएको छैन होला, तर म तपाईँहरूलाई देखेर धेरै इन्सपायर हुन्छु। अब हामी कार्यक्रमको अघिल्लो चरणमा जाउँ। ओम सूर्याय नमः, ओम भानुवे नमः, ओम खगाय नमः, ओम पूषणे नमः, ओम हिरण्यगर्भाय नमः, ओम मरीचये नमः, ओम आदित्याय नमः, ओम योगेन चित्तस्य पदेन वाचा मनम शरीरस्य च वैद्यकेन। योग से मन अनुशासित है, योग से आत्मा निर्भय है, योग ही कारक है। जो रहे तन मन ये तो शर्त तो आज सबकी बढ़ जाएगी। रोज मैं होगी नहीं खुशहाली जाएगी। सहयोग साधक योग की जो चीफ मोनिका म्याम, हजुरलाई त म धेरै धेरै धन्यवाद दिन्छु, किनकि मलाई यहाँनिर बोलाएर धेरै उमङ्ग उत्साह दिलाउनु भएको छ। आज खुसी त म सधैँ थिएँ, तर आज मेरो दिलदेखि नै खुसीको लहर बहिरहेको छ। यति खुसी जो कि माताहरूलाई अर्थात् मातृशक्तिहरूलाई यति शक्ति धारण गराएर चाहिँ जति पनि आफ्नो आसक्ति रूपी विकारहरूलाई नष्ट गराइराख्नु भएको छ, हजुरलाई धेरै धेरै धन्यवाद। र तपाईहरू सबैलाई म वन्दे मातरम भन्छु, किनकि मातृशक्तिद्वारा नै यो संसार स्वर्ग बन्छ, मातृशक्तिद्वारा नै घरहरूको निर्माण हुन्छ। सब काम हो रहा
शरीरको लागि आफ्नो बहुमूल्य टाइम दिएर हाम्रो योग गुरु नै भनौँ, हाम्रो वनिता आन्टीले हामीलाई धेरै धेरै अब एउटा उपकार नै गर्नुभएको छ भनौँ होइन। आफ्नो बहुमूल्य टाइम दिएर उहाँले हामीलाई बिहान बिहान फोन गरी पनि बोलाउनुहुन्छ। अब हामीलाई थाहा छ हामी आफै आउनुपर्ने हो योगाको लागि, तर उहाँले हामीलाई आफै फोन गरी आऊ हाम्रो लागि पनि भन्नुहुन्छ र हाम्रो तर्फबाट हाम्रो योगा ग्रुपको तर्फबाट उहाँलाई यो चाहिँ थ्याङ्क्स गिभिङ हामीले केही पनि छैन। उहाँले के गर्नुभएको छ हामीलाई मैले योगा क्लास जोइन गरेको 1 महिना जस्तो भयो। मेरो नाम शकुन्तला हो। 1 महिनामा म्यामले धेरै फरक देख्नु भएको छ ममा। म आज अलिकति त्यसको फाइदाहरूको बारेमा बताउन चाहन्छु तपाईहरुलाई। योगाको मैले मेरो बिमारीलाई बहुत रिकभर गरेर यहाँ योगा क्लास मैले जोइन गरेको। योगा क्लास जोइन गरेर मैले कति बेनिफिट पाएँ त्यो पनि भन्छु आज म तपाईहरुलाई। त्यसै त ओम शान्ति म्याम कमला म्यामले कतिवटा धेरै कुरो त भनिदिनु सक्नुभएको थियो, र पनि म एकपल्ट रिपिट गर्न चाहन्छु। हामीले घरमा काम गर्छौँ, झाडु लगाउने काम, भाँडा मोल्ने काम हुन्छ, के काम हुन्छ। घरमा कति पसिना निक्लिन्छ, हामीले के भन्छौँ पसिना त निक्लिहाल्यो, योगा त भयो, व्यायाम त भइहाल्यो। त्यो एक समयमा मैले पनि भन्थेँ, दिनभरि घरमा काम गरेर पसिना निकाल्दाखेरि व्यायाम गरेको नै हो नि त्यो हो। तर त्यो होइन रहेछ, त्यो त्यस्तो हुँदैन रहेछ। त्यस्तो व्यायाम भनेको चाहिँ सासलाई नियन्त्रण गरेर हुँदो रहेछ, एकाग्र मन लगाएर। योगा भनेको चाहिँ तन मन चित्त पनि बुझाएर गर्नुपर्छ भनेर म्यामले भन्नुभएको थियो। त्यो पक्का भयो। आफ्नो तन आफ्नो मनलाई बसमा राखेर नै योगा गरेकै मन स्वास्थ्यमा लाग्दो रहेछ। सासलाई नियन्त्रण हुन्छ। कहिले कहिले मन त बहुत हुन्छ हामीलाई योगा गर्ने, तर तनले साथ दिँदैन। कहिले तनले साथ दियो भने मन घुमिबसेको हुन्छ। 7 त बज्यो, केटाकेटी स्कुल जाने भइसक्यो, अब टाइममा टिफिन बनाउनु पर्यो, यो बनाउनु पर्यो, मन पुरा घुम्छ चारैतिर। हाम्री अति प्रिय आदरणीय योग प्रशिक्षिका श्रीमती
मनिता खवासजी हजुरहरू सबैलाई सादर नमस्कार भन्न चाहन्छु। अनि हाम्रा सहयोग साधक योगा ग्रुपका सम्पूर्ण दिदीबहिनीहरूलाई ओम। सर्वप्रथम म धेरै आभारी छु कि मलाई आजको धन्यवाद ज्ञापनको निम्ति चयन गरिदिनु भएकोमा। आज हामी सबैजना अन्तर्राष्ट्रिय योग दिवसको यो पावन अवसरमा एकत्रित भएर तन मन र आत्माको समन्वयमा आधारित योग अभ्यासमा सहभागी भयौं। अब कार्यक्रमको समापनतिर जाँदै गर्दा यहाँ उपस्थित सम्पूर्ण सहभागीहरू तपाईहरू सबैको उत्साह, सहभागिता र समर्पणले नै आजको दिनलाई विशेष बनायो। विशेष गरी हाम्रा अतिथिगण नारी शक्तिहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। उहाँहरूले हाम्रो आजको कार्यक्रमको निम्ति आफ्नो बहुमूल्य समय दिनुभएकोमा हजुरहरूको उपस्थितिले हामी सबैजना गौरवान्वित भएका छौँ। अनि विशेष धन्यवाद दिन चाहन्छु हाम्रो योग प्रशिक्षिका श्रीमती मनिता खवासजीलाई। उहाँले निःशुल्क निस्वार्थ भावले हामी सबैलाई योगको प्रशिक्षण दिइरहनु भएको छ। यस्तो विशाल हृदय भएको व्यक्तित्वलाई हामी म मात्र नभएर हामी सम्पूर्ण सहयोग साधक योगा ग्रुपकै तर्फबाट मोरी धन्यवाद टक्राउँछु।